चाहिँ म फर्स्ट ब्लग बनाइरहेको छु। यो चाहिँ शान्ति ठाउँ हो, शान्त रहेको चाहिँ यो चाहिँ टमाटरको गेडा जस्तो हुन्छ, रातो हुन्छ, तर यो खान्छौँ हामी। अब यता सिस्नो रहेको छ, हेर्नुहोस् गाइस। म एकचोटि होइन यहाँ तलि लोटेको थिएँ। यो चाहिँ दुधुल्लाको रुख, ऊ त्यो चाहिँ गेडा भएको चाहिँ तिम्लाको रुख, ऊ त्यो यो तिम्लाको रुख। यो चाहिँ करेलाको रुख, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी ऊ त्यो मेरो टोयलेट, ऊ त्यो मेरो टोयलेट। अब यो चाहिँ मेरो अब यहाँ हामी क्रिस्चियन हो होइन, त्यसैले यहाँ प्रार्थना गर्छौँ। त्यसैले यता यो प्रार्थना गर्नलाई बनाएको कोठो हो, यहाँभित्र पनि प्रार्थना गर्छन्। र यो येशूको कोठो हुन्छ होइन। त्यसै यो चाहिँ काफलको रुख हो, यो हरियो भएको हरियो काफलको रुख। यहाँ चाहिँ भैँसी बान्छन्, भैँसी यता गाई चाहिँ यता। अब चाहिँ भैँसी बान्छन्। अब यत्तिकै हो। अब यति भिडियो बनाउनलाई यति सानो भिडियो भ्लग बनाउनु पनि हुन्छ, सानो भ्लग बनाउनलाई ल्याएको थिएँ मैले। हेर्नुहोस् गाई चाहिँ यस्तो यो ठाउँ चाहिँ अब यस्तो छ। अहिले चाहिँ मेघ पर्ने जस्तो भइरहेको छ। हिजो अस्ति पनि मेघ परिसकेको छ। यो चाहिँ सिस्नोको झाल देख्नुभएको होला। ल गाई चाहिँ यति नै हो, बाई बाई।